बस्ने यो सिट हो हजुर यो चाहिँ ड्राइभर बस्ने सिट हो यो चाहिँ अब यो चाहिँ एक्सिलेटर यो त्यो इबी को एक्सिलेटर भयो ब्रेक चाहिँ गाडीकै ब्रेक हो अब इन्जिनबाट गुराउनुस् या जेबाट गुराउनु यसमा सेन्सर छ हैन अब सेन्सर गर्दाखेरि ब्रेक कटआउट हुन्छ त्यो इबी को यो चाहिँ एक्सिलेटर भयो यो चाहिँ क्लच भयो यो यहाँ चाहिँ ह्यान्ड ब्रेक छ हैन यहाँ चाहिँ शिफ्ट गर्ने अब जसमा इन्जिनबाट गुराइरहेको छ भने इन्जिनमा शिफ्ट गर्ने मोटरमा बाट गुराइरहेको छ मोटरमा शिफ्ट गर्ने ए भनेपछि अब यो सबै सामान नयाँ हो है यो चाहिँ टोटल्लै नयाँ हो अब जसमा यो चाहिँ मोबाइलको फ्रेम किनेर राखेको छ भने हैन अब जसमा यो ब्याट्री छ नि यो ब्याट्री युज गरेको त्यसमा अब सबै टोटली मोबाइलबाटै आउँछ के त्यो नोटिफिकेसन कति चार्ज छ के छ डिस्प्लेमा नि आउँछ हैन अनि मोबाइलबाट नि कन्ट्रोल गर्न मिल्छ अब जसमा कसैले ब्याट्री नि चोर्यो हैन महँगो ब्याट्री छ नि त ब्याट्री नि चोर्यो अब ब्याट्री चोर्यो भने मोबाइलबाट यस्तो सिस्टम छ कि त्यसलाई अफ गरिदिएपछि त्यो ब्याट्री कामै नलाग्ने खालको हुन्छ भनेपछि त्यो ब्याट्री काम लाग्दैन ब्याट्री नि काम लाग्दैन अनि यहाँ कतिजना छ सिट चाहिँ यो चाहिँ दुईटा